हेलो। आजको यो भिडियो भनेको हामीले अक्सिडेसन एन्ड रिडक्सन च्याप्टर पढ्न गइरहेको छु। यो च्याप्टर हामीले कभर गर्न खोजेछौँ। यो वाला मेरो फर्स्ट भिडियो हो, त्यही भएर मेरो च्यानललाई लाइक र सब्सक्राइब गर्नु होला अनि कमेन्ट पनि गर्नु होला। केही पुगेको छैन या केही मिस्टेक छ भने भन्नु होला। ल अब बढौँ हामी टपिकतर्फ। फर्स्ट अफ अल हामीलाई थाहा हुनुपर्छ इन्ट्रोडक्सनको बारेमा। फर्स्ट अफ अल हामी हेरौँ जेनरल कन्सेप्ट अफ अक्सिडेसन एन्ड रिडक्सनको। अब oxidation is defined as the process which includes other combination with oxygen or any electronegative radical or atom भनेको छ। मतलब कि कुनै पनि एटमले अक्सिजन वा इलेक्ट्रोनेगेटिभ रेडिकलसँग चाहिँ कम्बाइन गर्छ भन्न खोजेको चाहिँ अक्सिजनले। त्यसै गरी अनि त्यसले रिमुभल गर्छ कि हाइड्रोजनसँग चाहिँ त्यसले रिमुभल गर्छ या इलेक्ट्रोपोजिटिभ रेडिकललाई रिमुभ गर्छ। अब त्यसै गरी हाम्रो जनरल कन्सेप्ट यही भइहाल्यो अक्सिडेसनको। अनि आयो हाम्रो रिडक्सन। अब रिडक्सन भनेको चाहिँ रिडक्सन इज डिफाइन्ड एज द प्रोसेस which involves either combination with hydrogen or any electropositive radical or the removal of oxygen or any electronegative radical। अब यसो सम्झिँदा पनि भयो अक्सिडेसनमा चाहिँ अक्सिजन एडिसन हुन्छ अनि रिडक्सनमा चाहिँ अक्सिजन रिमुभ हुन्छ भन्ने कुरा। अब त्यसै गरी आयो हाम्रो इलेक्ट्रोनिक कन्सेप्ट भने चाहिँ अक्सिडेसन भनेको यस्तो केमिकल प्रोसेस हो जसमा चाहिँ लस अफ इलेक्ट्रोन हुन्छ लिटरली भन्नुपर्दा। और लस अफ इलेक्ट्रोन हुन्छ किनकि त्यसमा हामीले पोजिटिभ चार्ज गेन गर्नुपर्ने हुन्छ अनि पोजिटिभ हामीलाई पाउनुपर्ने वा चाहिएको हुन्छ। अनि त्यसै गरी हाम्रो इलेक्ट्रोनेगेटिभ रेडिकलमा चाहिँ मतलब किन रिडक्सनमा चाहिँ हामीले गेन अफ इलेक्ट्रोन हुन्छ रिडक्सनमा चाहिँ इलेक्ट्रोन गेन हुन्छ सो द्याट हामीले नेगेटिभ चार्ज डेभलप गर्न सक्छौँ अनि डिक्रिज चाहिँ पोजिटिभ चार्ज हुन्छ रिडक्सनमा चाहिँ। अब त्यसै गरी बढौँ हामी रिडक्सन रियाक्सन। अब रिडक्स रियाक्सन भनेको चाहिँ द केमिकल रियाक्सन in which oxidation and reduction occur simultaneously। मतलब कि oxidation and reduction चाहिँ हाम्रो simultaneously हुन्छ भन्न खोजेको छ। अब oxidation and reduction simultaneous हुनको लागि पनि फर्स्टमा हामीले हेरौँ है यही क्वेसनमा हेरौँ Fe +++ छ मतलब कि Fe को ++ भनेको यहाँ जतिवटा माथि दिएको छ त्यो त्यसको अक्सिडेसन नम्बर भयो। अब यहाँको अक्सिडेसन नम्बर त यहाँ 3 छ। अब यहाँ 3 मतलब रियाक्टेन्ट साइडमा 3 भएपछि यहाँ प्रोडक्ट साइडमा 2 छ। त्यसैले यो भयो हाम्रो रिडक्सन भन्दा यहाँ बढी छ अनि त्यसरी घटेको छ भने त्यो रिडक्सन हुन्छ। अनि त्यसरी एसनको हेरौँ भन्दाखेरि यहाँ 2 छ यहाँ 4 छ मतलब कि यहाँ 2 अक्सिडेसन छ यहाँ 4 छ भने चाहिँ लिटरली यहाँ बढेकै छ। अब हामी यहाँ हेरौँ रुल्सहरू हेर्दा द अक्सिडेसन नम्बर अफ एटम इज एट एनी पोइन्ट इज अनकम्बाइन्ड एलिमेन्ट इज 0 मतलब कि कुनै पनि एटम फ्री स्टेटमा छ जस्तै कि हाम्रो यो N2 हुनसक्छ या केही एटम हुनसक्छ या फ्री स्टेटमा छ। त्यसै गरी यीहरू पढ्नु होला अगाडिको स्क्रोल भइहाल्यो गरिहालेँ मैले। अब यो यिनीहरू मतलब कि एलिमेन्ट फोर्स यहाँ छ हाम्रो नो चार्ज भएपछि 0 हुन्छ भन्ने कुरा। त्यसै गरी अब अर्को कुरा पनि भन्छु म।
अब यही कारण हेरौँ भन्दाखेरिमा हाम्रो एलिमेन्ट फर्म 0 ओन्ली वान काइन्ड अफ इलेक्ट्रोन प्रेजेन्ट चार्ज छैन भने त्यो सिधा यसको 0 भयो। मतलब कि कुनै पनि हामीले अक्सिडेसन नम्बर निकाल्नु पर्यो, हामीलाई अक्सिडेसन निकाल्नु पर्यो भने फर्स्टमा हामीले त्यो जुन अक्सिडेसन नम्बर निकाल्ने इजिकल्स टु 0 गरेर भने त्यो स्कुलमा पढाएकै होला। अब मैले त्यो भन्नु परेन, मेरो मेन मोटिभ भनेको तिमीहरूलाई तिमीहरूलाई अक्सिडेसन र रिडक्सनको अनि मैले रिभिजन मात्रै गराएको हो त्यही अहिले कुराहरू भनेर। यो कुराहरू हेर्नु इम्पोर्टेन्ट छ यो। सो अब यही हो, यो इम्पोर्टेन्ट हो। यो मजाले हेर्दा हुन्छ, यो स्क्रिनसट गरे पनि हुन्छ। अब चाहिँ हामीहरू ब्यालेन्सिङ गर्न चाहन्छौँ। यो फर्स्ट ब्यालेन्सिङ म अहिले गर्दैछु। यहाँ मैले लिएको छु ZN प्लस HNO3 प्लस हेरौँ। अब फर्स्टमा हामीलाई एउटा कुरा थाहा हुनुपर्छ कि ZN केमा जान्छ र N केमा जान्छ। यो मैले कसरी थाहा है, मैले यसको अक्सिडेसन नम्बर निकालेर मैले थाहा पाएको हो। फर्स्टमा मैले हामीलाई थाहा छ फ्री स्टेटमा हुँदाखेरि ZN अलवेज 0 हुन्छ। अनि अब आयो हाम्रो त्यस्तै गरी अब यसमा चाहिँ हाम्रो हुन्छ यसको 5 हुन्छ अक्सिडेसन स्टेट, जस्तै अनि यसको +1 हुन्छ, अनि ओको 2 हुन्छ, अनि 2 × 3 6 भयो, 6 + 1 7 हुन्छ, अनि माइनस हुन्छ यो -2 हुन्छ, -2 × 3 -6 -6 + 1 5 -5 हुन्छ, अनि उता गएपछि पोजिटिभ भइहाल्छ। अब यसबाट हामीलाई यति थाहा हुन्छ कि यो हाम्रो रियाक्टेन्ट साइडको लागि यहाँ ZN को हामीले फर्स्टमा यो प्रडक्ट साइडदेखि हामीले रियाक्टेन्ट साइडलाई घटाउँछौँ, किनभने यसबाट हाम्रो सोल्युसन निस्किन्छ। अब फर्स्टमा मैले यसको प्रडक्ट साइडमा हामीलाई एउटा कुरा थाहा छ कि यसको चाहिँ अक्सिडेसन नम्बर चाहिँ 2 हुन्छ। यहाँ हामीले क्यालकुलेट गरेर निकालेको। त्यसै गरी अब यसको त 0 भइहाल्यो। अब यो 2 फाइनल के अरे माइनस यो गरेपछि भइहाल्यो। त्यसै गरी मैले अनि एनको पनि त्यस्तै गरेँ। अब ZN प्लस HNO3 भयो। अब यो गयो। अब यो ZN प्लस NO3 2 मलाई यहाँ ल्यापटपमा गर्दाखेरि अलि अप्ठ्यारो भएर मैले यसरी गरेको। हेर्नु, मैले यस्तो गरेँ, क्रस मल्टिप्लिकेसन गरेको छु, किन भन्दाखेरि क्रस मल्टिप्लिकेसन गर्नै पर्छ यसमा, रुलै हो यसको। 3 अब यहाँ भयो, सरी यो मिस्टेक छ, यहाँ 3 हुँदैन, किन भन्दाखेरि यसको अक्सिडेसन 5 छ भने यहाँ 1 छ, सो 4 भयो। मैले मल्टिप्लाई गरेँ किन भन्दाखेरि यो N भनेको त हाम्रो N2 मा छ। यहाँ हेर्नुहोस् त, यो N2 छ। अब N2 भएपछि त यसले 2 ले मल्टिप्लाई गर्नै पर्यो। यहाँ 4 आएछ भने यो 2 ले मल्टिप्लाई गर्नु पर्यो है। ल, यो त्यहाँबाट हाम्रो हुन्छ मतलब 4 HNO3 मैले यो सेम क्वेसन क्रस मल्टिप्लिकेसन गरेपछि सारेँ। अब हामीहरू फेरि यो मल्टिप्लाई गर्छौँ। मल्टिप्लाई मतलब कि फर्स्टमा हामीले ZN ले मल्टिप्लाई गर्नुपर्छ नि त। हामीलाई फर्स्टमा ZN लाई ब्यालेन्स गर्ने, त्यसपछि हामीले N लाई ब्यालेन्स गर्ने। N लाई ब्यालेन्स गरिसकेपछि हामीले अक्सिजनलाई ब्यालेन्स गर्ने। देन आफ्टर लास्टमा हामीले बचेको हाइड्रोजनलाई ब्यालेन्स गर्ने। फर्स्टमा हाम्रो अक्सिडेसन र रिडक्सन जुन भएको छ त्यसलाई ब्यालेन्स गर्ने। त्यसपछि आयो हाम्रो बचेका एलिमेन्टहरू ब्यालेन्स गर्ने। बचेका एलिमेन्टहरू ब्यालेन्स गरिसकेपछि अनि त्यसपछि हामीले अक्सिजन ब्यालेन्स गर्ने, लास्टमा नि हाइड्रोजन गर्ने। सो मैले यहाँ लेखिसकेको छु। मैले यहाँ ZN लाई ब्यालेन्स गर्नलाई 8 ले मल्टिप्लाई गरेछु। अब
म के गर्छु भन्दाखेरिमा अब म यो HNO3 को लाई मतलब कि N2 लाई ब्यालेन्स गर्नलाई 16 HNO3 एड गर्छु। किन भन्दाखेरि यो 4 HNO3 चाहिँ यहाँ त हाम्रो N त अलि फरक किसिमले भएको छ नि त, सो त्यही हो। यसलाई ब्यालेन्स गर्नलाई मैले नि यो मेथड अप्लाई गरेको। हेर्नुहोस् मैले कसरी गरेँ। 8 and 10 after and 3 2 plus N2 अब यहाँनिर हाम्रो N2 को छ। अब यहाँ हामीले N2 को ब्यालेन्स गर्नलाई फर्स्टमा मैले 2 आफै हाल्छु। सो किन भन्दाखेरि 2 किन हाल्छु भन्दाखेरि मैले यो गरिसकेपछि मेरो यो N एटम चाहिँ रियाक्टेन्ट र प्रोडक्ट साइडमा दुवैमा इक्वली रूपमा ब्यालेन्स भयो। अब म गर्छु ब्यालेन्सिङ हाइड्रोजन एटम। मैले यहाँ हाइड्रोजन एटम लेखेको छु, बट यो हाइड्रोजन भन्दा पनि मैले अक्सिजन ब्यालेन्स गर्न खोजेको, मेरो यो टाइपिङ मिस्टेक भएको मात्रै हो। सो मैले गर्दैछु। यो ब्यालेन्स गरेपछि नै मेरो इक्वेसन कम्प्लिट हुन्छ। अब मैले यो गरेँ, सरी मिस्टेक भयो। ल H2O लेखेँ अब मैले। देन आफ्टर म के गर्छु भन्दाखेरिमा यो मैले कमन लिएँ, मतलब कि 2 कमन लिएँ। सबैमा यहाँ हाम्रो इभन छ नि त, इभन भइसकेपछि मैले त कमन लिन मिल्यो। सो मैले यहाँबाट 2 कमन लिएँ। अब मैले यहाँबाट 2 कमन लिइसकेपछि रिक्वायर्ड इक्वेसन हाम्रो यस्तो आउन सक्छ, 4Zn plus 10 HNO3 plus is equals to 4Zn HNO3 bracket 2 plus 2 NO2 सरी NO2 plus 1। अब यो हाम्रो ब्यालेन्स भइसकेको छ यो इक्वेसन ब्यालेन्स। थ्याङ्क यू फर वाचिङ माई युट्युब च्यानल। प्लिज लाइक एन्ड सब्सक्राइब प्लिज।